Hello guys, welcome back to my another vlog. So I hope तपाईहरु सबैजना राम्रै हुनुहुन्छ। आजको भिडियो चाहिँ बेसिकली के को बारेमा छ भने एज अ होमस्टे मम अन्त एज अ वाइफ एज अ मम म आज दिनमा के गर्छु त्यो सबै तपाईलाई देखाउने छु। सो भिडियो एन्डसम्म हेर्दिनु होला। One eternity later. यो चाहिँ मेरो एभ्रीडेको रुटिन हो। घर क्लिन गर्नु, थालपुटुका माझ्नु, लन्ड्रीहरु छ लन्ड्रीहरु गर्नु अनि नानी हेर्नु एभ्रीडेको रुटिन भइरहेछ अहिले चाहिँ। मलाई चाहिँ पुरा भोक लागिरहेको थियो। सो फर्स्ट म खान्छु अनि त्यहाँबाट मात्रै अरूको कामहरु गर्छु। नानी सुतिरहेको थियो। सो म चाहिँ माथि गएर रुमहरु सफाहरू गर्छु। यो चाहिँ हाम्रो रुम हो। सो रुम एकदमै मेस भइरहेको थियो। एभ्रीडे क्लिन गर्यो भने मेसै हुन्छ यो रुम चाहिँ। सो अब हामी क्लिन गर्नेछौँ। फाइनली मैले आफ्नो रुमहरु क्लिन गरिसकेँ। त्यो बेसी ओभर त्यो सामानहरु कहाँ लगेर चेन्जहरु गरेको पनि हैन, जस्ट सिम्पल क्लिन गरेको आज चाहिँ। सो यो चाहिँ म हो। सो आज चाहिँ मलाई मिठो चिया बनाएर खानु मन पर्यो। युजुअली मलाई चियाहरू मन पर्दैन, सो म खानु पनि खान्दिनँ। तर आज चाहिँ मिठो चिया खानु मन लाग्यो अथवाको।
सो अब चाहिँ म यहाँ बनाउँदैछु चिया। चियासँग चाहिँ बिस्किटहरू पनि खानु मनपर्छ, सो मैले यहाँ बिस्किट ल्याएँ अनि ड्राई केकहरू पनि ल्याएँ। ल अब चिनु रेडी भयो। नानी पनि आज सुतिरहेछ, धेरै भयो सुतेको। युजली ऊ म्याक्सिमम भनेको 30 मिनट सुत्छ, तर आज चाहिँ निकै भयो टाइम। सो चिया पनि कहिले काहीँ कोल्ड वेदरमा अन्त थाकिरहेको बेलामा कहिले काहीँ खानु मनपर्छ। सो यहाँ चाहिँ म फ्रेसन अप हुनुको लागि गएको अनि फर्केर आएको त नानी त रुइरहेको रहेछ। मैले चाहिँ यहाँ उसलाई ल्याएर अनि न्यापकिनहरू फेरि दिएर गरेँ यहाँनिर। उसलाई खेलाउँदै यहाँनिर बाहिर हामी एकछिन बस्यौँ। उसलाई बाहिर मनपर्छ नि त, सो आज बाहिर लगेको थिएन, सो उसलाई बाहिर लगेँ। सो यही थियो मेरो नर्मल रुटिन एज अ हाउसवाइफ, एज अ मम। अनि मन परेमा लाइक, सेयर, कमेन्ट, सब्सक्राइब पनि गरिदिनु होला। सो थ्याङ्क यू सो मच फर वाचिङ। आई विल सी यू इन माई नेक्स्ट ब्लग। बाई बाई।